महिनाको 6-7 लाख रुपियाँ हो। ठिक सुन्नुभयो। कतिजनाले क्वेसन गर्नुहुन्छ महिनाको कति कमाउन सकिन्छ युकेमा आफ्टर स्टडी भनेर। सो आफ्टर स्टडी तपाईहरु फुल टाइम काम गर्न पाउनुहुन्छ है। र त्यति बेला अब तपाईहरु कति काम गर्नुहुन्छ त्यसमा डिपेन्ड हुन्छ है। अब तपाईले धेरै काम गर्नु भने धेरै पैसा कमाउन सकिन्छ। किन भन्दा मैले पनि एउटा दिन थियो हैन, त्यति बेला चाहिँ 80-90 घण्टा काम गर्थे विकली। त्यति बेला मैले राम्रै पैसा कमाउँथे, 6-7-8 महिनाको कमाउँथे। तर अहिले काम कम गर्छु, त्यही भएर अहिले कम पैसा हुन्छ हैन। त्यही भएर यदि तपाईहरु चाहिँ नेपालबाटै युके आउने चाहे युके आइसकेको स्टुडेन्टहरुले पनि महिनाको चाहिँ कति कमाउन सकिन्छ भनेर लागिरहेको छ भने यदि तपाईहरु चाहिँ फुल हैन मोटिभेट भएर हैन, अब भनौं न माइन्ड सेट गरेर चाहे अब काममा चाहिँ मेहनत गर्नुहुन्छ भने र काम खोजेर काम पाउनुहुन्छ भने सकिन्छ। तपाईहरु पनि मजाले पैसा कमाउन सक्नुहुन्छ। एउटै कुरा हो, तपाईहरुले काम खोज्नु पर्यो र काम गर्नु पर्यो। त्यो गरिसकेपछि चाहिँ मजाले पैसा कमाउन सकिन्छ। केही पनि गाह्रो चाहिँ छैन आफ्टर स्टडी। अब स्टुडेन्ट भएको बेला त अब गर्न सकिदैन हैन। अब भनौं न त्यो 20 घण्टा भन्दा धेरै काम गर्न पाउँदैन विकली। त्यही भएर चाहिँ त्यति बेला कम हुन्छ। तर अब पीएसडब्ल्यू मा गइसकेपछि तपाईहरु फुल टाइम काम गर्न पाउनुहुन्छ। त्यति बेला चाहिँ मजाले पैसा कमाउन सक्नुहुन्छ।